कहिलेकाहीँ साथीहरू एक्लै बाहिर निस्किँदा पनि मन कति हलुङ्गा हुने, कति आफ्नो त्यो दिमागले पनि केही कुराहरू नसोच्नु पर्दा कति शान्त हुने है। त्यस्तै आज मलाई नि एक्लै गएर केही न केही गर्ने इच्छा जाग्यो। बिहानैबाट मुड एकदमै अफ भइरहेको थियो। अनि लागे म यसो विन्डो सपिङ गर्छु भनेर गएको। तर के गर्नु, आफ्नो लागि भन्दा बढी सामान त मैले छोरीको लागि नै ल्याएँ। आफ्नो लागि त केही पनि ल्याएन। ल हेरौँ है मैले आज के गरेँ त। म मेरो स्टेसनबाट चाहिँ बसमा बसिसकेँ र मैले ओर्लिनु पर्ने थियो ब्रोन्ज पार्केनमा। ठ्याक्क ब्रोन्ज पार्केनको साइडमा चाहिँ यस्तो ठुलो यो नदी छ के, कस्तो रमाइलो भाइब्स आयो यहाँनिर। अनि एकछिन हेरेर बसेँ। अनि साँच्चै साथीहरू, फेसबुकबाट कति पैसा कमाउनु भयो तपाईँहरूले? पैसा आउँछ पनि होइन, अलिअलि पैसा आउँछ भनेर थाहा पाउँदै किन मेहनत नगर्ने त? यत्तिकै घरमा बसेर मोबाइल चलाउनु भन्दा यसरी भिडियोहरू अपलोड गर्यो, आफ्नो माइन्ड पनि फ्रेस हुन्छ होइन, अनि अलिअलि पैसा पनि आउँछ। अनि त्यो बिल्डिङ चाहिँ हाम्रो सपिङ सेन्टर हो, हाम्रो सिटीको चाहिँ। अनि त्यहाँ जाँदैछु म चाहिँ। त्यो चाहिँ अब यो गोथेनबर्गको अलि ठुलो सपिङ सेन्टर हो। यसलाई चाहिँ नर्थ स्ट्यान्ड भन्छ। अनि ठ्याक्क यहाँ अलि अगाडि जाँदा त्योभित्र गएँ म। अनि त्यसबाट अलि अगाडि गएर मलाई खासमा चाहिँ आफ्नो लागि पनि लुगाहरू किन्न थियो। त्यही भएर H&M छिर्छु भनेर गएको थिएँ। तर जाँदाखेरि अब त्यही त हो, एक्लै गयो भने अब मलाई चिन्नुहुने धेरैलाई थाहा होला। मलाई खासै त्यो सपिङ गरेको, आफूले सपिङ गरेको चित्त नै बुझ्दैन कि। मलाई अलिक क्लोजली चिन्ने मान्छेहरूलाई थाहा छ यो कुरा। म कति त्यो पिकी छु टाइपको। आफैले मन पराएर ल्याएको लुगा पनि घरमा आइसक्यो भने मलाई फेरि त्यो लुगा मन पर्दैन, त्यस्तो हुन्छ। त्यही भएर एक्लै सपिङ म आफ्नो लागि चाहिँ गर्न नै सक्दैन। अनि मैले चाहिँ छोरीको लागि लुगाहरू हेरेँ। अनि केही लुगाहरू किनेँ पनि। अब त्यो बिलिङहरू गर्दाखेरि मलाई त्यो क्यामेरा अगाडि राख्नै मन लागेन, त्यही भएर मैले खिचेन त्यो चाहिँ। त्यसपछि चाहिँ म एउटा यो चाइनिज सप थियो, त्यहाँ चाहिँ चाउचाउहरू अनि यो रामेनहरू पाउँछ के। अनि त्यहाँ गएँ। अनि त्यसपछि मलाई चाउचाउ पनि चाहिरहेको थियो। त्यो चटपट खानको लागि चाउचाउ पनि थिएन, नेपालबाट ल्याएको त कहिले सकियो। अनि त्यसपछि लागेँ म भित्र एक्सप्लोर गर्न। अनि ठ्याक्कै यो अगाडिपट्टि एउटा जेली छ के, यो जेली लिचीवाला जेली, लिची र स्ट्रबेरीवाला यस्तो मनपर्छ टुटुलाई। अनि त्यो ठ्याक्क त्यो देख्ने बित्तिकै मैले त्यो हालिहालेँ। अनि त्यसपछि एउटा यो लिएँ। अनि अगाडि जाँदै गर्दाखेरि चाहिँ यो वाइवाई थियो यहाँ। नेपालकै टेस्ट त आउँदैन, तर अब त्यही त हो, नहुनुभन्दा कानुमामा भए नि बेस्ट भने जस्तै हो। अनि नेपालको वाइवाईको अलिअलि टेस्ट चाहिँ हुन्छ। अनि यो बुलडग चाहिँ एकदमै फेभरेट हो मेरो, करेन्ट पछिको। करेन्ट चाहिँ फर्स्ट हो। ठाउँ देख्ने बित्तिकै मलाई टुटुको एकदमै याद आएको थियो। यहाँ आउँदाखेरि जहिले पनि मम्मी खेल्ने भन्थ्यो कि उसले। उसलाई स्कुलमा छोडेर एक्लै हिँडिदिएको म चाहिँ। उसको बाबा काममा हुनुहुन्थ्यो। अनि के गर्ने, एक्लै घरमा बसेर पनि झ्याउ लाग्छ भनेर निस्केँ। अनि ठ्याक्कै म यो स्टेसन, हाम्रो सेन्ट्रल गोथेनबर्गको सेन्ट्रल स्टेसन हो यो चाहिँ। यहाँभित्रबाट जानुपर्छ। अनि यो सबवे चाहिँ मैले काम गर्ने ठाउँ हो, तर यो ब्रान्चमा खासै मेरो काम चाहिँ पर्दैन। अनि स्टेसनमा एकछिन वेट गरेँ, बस पनि आयो। अनि बसमा सररररर लागेँ म घरतिर। आजको दिन चाहिँ एकदमै विन्डी थियो। हेर्नु न, त्यहाँ रुख पनि कस्तै हल्लिरहेको छ, हावा पनि एकदमै जोरको चलेको थियो। अबको 15-20 मिनटमा चाहिँ म घरमा पुग्छु। बरेलीगतन चाहिँ हाम्रो स्टेसनको नाम हो। त्यहाँदेखि पनि अझ 2-3 मिनट हिँड्नुपर्छ। अनि ठ्याक्कै यो हाम्रो घर जाने बाटोमा चाहिँ यस्तो यो सी पर्छ के। अनि ठ्याक्कै यहाँनिर एउटा स्टेसन छ, त्यहाँ रोकिँदाखेरि चाहिँ देखिन्छ पुरै सिनहरू, सी। अनि त्यहाँ बोटहरू, मान्छेहरू यत्तिकै हिँडिरहेको देखिन्छ। कस्तो रमाइलो लाग्छ यहाँनिर यो ठाउँ चाहिँ। अब म मेरो स्टेसनमा ठ्याक्कै ओर्लिएँ। अनि हिँड्दैछु म आफ्नो घरतिर। एकदमै हावा चल्दै थियो, पुरै उडाउला जस्तो हावा चल्दै थियो। सामान बोक्दै हिँड्दै। यसरी एक्लै चाहिँ कहिल्यै सपिङ गरेको थिएन मैले। अरू दिन चाहिँ टुटुको बाबा हुनुहुन्थ्यो, उहाँले बोक्नुहुन्थ्यो। आज मैले एकदमै मिस गरेँ यो सामान बोक्दाखेरि चाहिँ उहाँलाई। त्यहाँ चाहिँ मेरो घर छ भनेर देखाउँदैछु म चाहिँ। अनि यहाँनिर एउटा पार्लर पनि छ हाम्रो घर नजिकै, त्यो घरमा ठ्याक्क म त्यहाँ देखाउँदै थिएँ अहिले। अनि हेर्नुहोस् न, त्यहाँ हावा हेर्नुहोस् न, कस्तो हावा चलेको कि आज लास्टै। अनि त्यो अगाडिको यो ठुलो घर चाहिँ यो हामी बस्ने घर हो। यति बेलासम्म मेरो गन्थन मन्थन सुनिदिनु भएकोमा सबैलाई धेरै धेरै धन्यवाद।